नेपाल सम्भावना नै सम्भावनाले भरिएको देश होइन त? तर एउटा प्रश्न सधैँ उठ्छ, आखिर के कुराले हाम्रो आर्थिक वृद्धिलाई पछाडि धकेलिरहेको छ? आज हामी एक आर्थिक सल्लाहकारको चस्मा लगाएर यही प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौँ र नेपालको समृद्धिको बाटो कस्तो हुन सक्छ भनेर हेर्नेछौँ। हेर्नुस् त यो सुन्दरता, साँच्चै मनै लोभ्याउने। तर सत्य के हो भने यस्तो सुन्दरताले मात्रै देशको पेट भरिँदैन, देश चल्दैन। यो हिमालको काखमा लुकिएको जुन आर्थिक सम्भावना छ नि, त्यसलाई वास्तविकतामा उतार्न एउटा चट्टान जस्तै बलियो एउटा स्पष्ट रणनीतिक योजना चाहिन्छ। ल, हाम्रो आजको विश्लेषणको बाटो यस्तो हुनेछ। सबैभन्दा पहिले हामी अर्थतन्त्रका मुख्य स्तम्भहरू के हुन् भनेर बुझ्नेछौँ। त्यसपछि हामी ती समस्याहरूको जरासम्म पुग्नेछौँ जसले हाम्रो विकासलाई रोकिरहेका छन्। अनि समस्या मात्रै होइन, समाधानको पनि कुरा गर्नेछौँ, अर्थात् विकासका लागि के गर्न सकिन्छ। त्यसपछि हाम्रो ध्यान जनशक्ति र सम्भावनाको उपयोगमा केन्द्रित हुनेछ र अन्त्यमा यी सबै कुरा मिलाएर एउटा समृद्ध नेपालको चित्र कस्तो बन्छ त्यो परिकल्पना गर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट, अर्थतन्त्रका स्तम्भहरू। कुनै पनि देशको आर्थिक अवस्था बुझ्न सबैभन्दा पहिले त त्यसको जग के हो भनेर हेर्नुपर्छ, होइन र? त्यसो भए नेपालको अर्थतन्त्र चाहिँ कुन खम्बामा अडिएको छ त? मुख्यतः नेपालको अर्थतन्त्रलाई यी 6वटा स्तम्भहरूले धानेका छन्। पहिलो कृषि, जुन हाम्रो परम्परा हो। दोस्रो उद्योग, जो अझै पनि सङ्घर्ष गरिरहेको छ। तेस्रो व्यापार, जुन धेरैजसो आयातमा निर्भर छ। अनि चौथो पर्यटन, जसमा अपार सम्भावना छ। र यी बाहेक वैदेशिक रोजगार र हाम्रो सबैभन्दा ठूलो सम्पत्ति मानव संसाधन, यिनै हुन् हाम्रो अर्थतन्त्रका आधार। अब लागौँ दोस्रो खण्डतिर, मुख्य चुनौतीहरूको पहिचान। ल, स्तम्भहरू त थाहा पायौं, तर अब गहिरिएर हेरौँ आखिर समस्या कहाँ छ त? किन यी स्तम्भहरू सोचे जस्तो बलिया छैनन्? हाम्रो विकासको गाडीलाई केले रोकिरहेको छ? कृषि भनिन्छ देशको अर्थतन्त्रको मेरुदण्ड, सबैभन्दा धेरै रोजगारी दिने क्षेत्र पनि यही हो। तर यो तस्बिरले एउटा फरक र अलि तीतो कथा भन्छ। हाम्रो अधिकांश खेतीपाती आज पनि परम्परागत छ, निर्वाहमुखी छ। मतलब वर्षभरि काम गर्ने, तर उब्जनी चाहिँ मुस्किलले आफ्नो परिवार पाल्नलाई मात्रै पुग्ने। यसले गर्दा उत्पादकत्व एकदमै कम छ। यो सानोतिनो कुरा होइन। हेर्नुस् त, 60.4% जनसङ्ख्या कृषिमा छ। सोच्नुस् त, देशका हरेक 10 जना मध्ये 6 जना यही क्षेत्रमा निर्भर छन्। अब जब यति ठूलो जनसङ्ख्या आश्रित भएको क्षेत्र नै कमजोर हुन्छ भने देशको आर्थिक मेरुदण्ड कसरी बलियो होला? प्रश्न गम्भीर छ। अनि अर्कोतर्फ उद्योगको अवस्था हेरौँ। कुल गारस्थे उत्पादनमा यसको योगदान जम्मा 6.4%मा झरेको छ। यो एकदमै चिन्ताजनक कुरा हो, किनभने उद्योग बिना देश आत्मनिर्भर बन्न सक्दैन, नयाँ रोजगारी सिर्जना हुँदैन र हामी सधैँ अरू देशको सामानमा निर्भर भइरहनुपर्छ। यो साँच्चीकै एउटा चेतावनीको घण्टी हो। अब हेर्नुस्, जब घरभित्र उत्पादन गर्ने कृषि र उद्योग दुवै क्षेत्र कमजोर हुन्छन्, तब के हुन्छ? नतिजा सिधा छ, हामी बाहिरबाट सामान किन्न बाध्य हुन्छौँ र यही कारणले हाम्रो व्यापार घाटा आकाशिएको छ। अहिलेको अवस्था कस्तो छ भने नेपालले विश्वका 155वटा देशसँग व्यापार घाटा बिहोरिरहेको छ। सरल भाषामा भन्दा हामी जति सामान बेच्छौँ त्योभन्दा कैयौं गुणा बढी सामान किन्छौँ। ल, अब तेस्रो खण्डमा प्रवेश गरौँ, विकासका लागि सुझाव। समस्याको पहिचान त भयो, तर डाक्टरले रोग पत्ता लगाएर मात्रै हुँदैन, औषधि पनि दिनुपर्छ। अब हामी पनि ती चुनौतीहरूलाई अवसरमा कसरी बदल्न सकिन्छ त्यसका ठोस उपायहरूबारे कुरा गर्नेछौँ। पहिलो समाधान कृषिको कायापलट। अब हामीले निर्वाहमुखी अर्थात् आफूलाई खान मात्रै पुर्याउने कृषिबाट माथि उठ्नै पर्छ। हाम्रो लक्ष्य हुनुपर्छ व्यावसायिक कृषि, जहाँ उत्पादन बढी होस्, गुणस्तरीय होस् र विदेशमा बेच्न सकियोस्। यसो गर्न सकियो भने मात्र किसानको जीवनस्तर उठ्छ र देशले पनि आम्दानी गर्छ। अब उद्योगको कुरा गर्दा ठूला फ्याक्ट्रीको मात्रै कल्पना नगरौँ। समाधानको एउटा ठूलो हिस्सा लुकेको छ लघु उद्योगमा। घर जग्गा बाहेक 2 लाखसम्मको सानो पुँजी, परम्परागत सिप र प्रविधिबाट चल्ने यस्ता साना उद्यमहरू नै हाम्रो औद्योगिक विकासको आधार बन्न सक्छन्। तर यी साना उद्योगहरूलाई कसरी एकीकृत गर्ने त? यसका लागि 3वटा काम गर्नुपर्छ। पहिलो, गाउँ-गाउँमा फलेका कृषि उत्पादनलाई त्यही प्रशोधन गर्ने साना उद्योगहरू खोल्ने।
दोस्रो, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाओस् भनेर बिचौलियालाई नियन्त्रण गर्ने। र तेस्रो, यस्ता उत्पादनलाई निर्यात गर्न सजिलो होस् भनेर विशेष आर्थिक क्षेत्र अर्थात् स्पेशल इकोनोमिक जोन स्थापना गर्ने। यी सबै कुराले अन्ततः हाम्रो व्यापार घाटा कम गर्न मद्दत गर्छ। यसका लागि 3 सूत्रीय रणनीति चाहिन्छ। पहिलो, आफ्नै देशमा उत्पादन बढाउने। दोस्रो, जडीबुटी वा अलैँची जस्ता कच्चा पदार्थ मात्रै बेच्ने होइन, त्यसलाई प्रशोधन गरेर भ्याल्यु एड गरेर बेच्ने। र तेस्रो, भारत र चीन जस्ता परम्परागत बजारमा मात्रै भर नपरी नयाँ निर्यात बजारहरू खोज्ने। चौथो खण्ड, जनशक्ति र सम्भावना। अर्थतन्त्र भनेको अङ्क र तथ्याङ्क मात्रै होइन, यो त मान्छेको कथा हो। अब हामी नेपालको सबैभन्दा ठूलो र अमूल्य सम्पत्ति, हाम्रा मानिसहरू र हामीसँग भएका अन्य सम्भावनाहरूको कुरा गर्नेछौँ। यो तस्बिर सायद हरेक नेपालीको घर परिवारसँग जोडिएको कथा हो। हरेक दिन हजारौं युवाहरू आफ्नो सपना र भविष्य खोज्दै विदेश जान्छन्। हामी यसलाई ब्रेन ड्रेन भन्छौं, तर यो त्योभन्दा पनि गहिरो कुरा हो। यो हाम्रो देशको ऊर्जा र भविष्यको पलायन हो। तर एकछिन यो तथ्याङ्कलाई हेरौँ। विदेश जानेहरूमध्ये लगभग 75% अर्थात् 4 जनामा 3 जना अदक्ष कामदार छन्। यसको मतलब के हो भने उनीहरूले निकै गाह्रो काम गर्छन्, तर ज्याला एकदमै कम पाउँछन्। यसले उनीहरूको व्यक्तिगत आम्दानीलाई त असर गर्छ नै, देशमा आउने रेमिट्यान्समा पनि यसको सोझो असर पर्छ। तर हरेक चुनौतीमा अवसर लुकेको हुन्छ। यही ब्रेन ड्रेनलाई हामी ब्रेन गेनमा बदल्न सक्छौं। सोच्नुस् त, विदेशबाट फर्किनेहरूले आफूसँगै सिप, ज्ञान, अनुभव र केही पुँजी पनि लिएर आएका हुन्छन्। यदि उनीहरूलाई स्वदेशमै केही गर्ने वातावरण बनाइदिने हो भने यही जनशक्ति हाम्रो उद्यमशीलताको सबैभन्दा ठूलो स्रोत बन्न सक्छ। अब कुरा गरौँ पर्यटनको। तथ्याङ्कले के भन्छ भने नेपाल आउने एक पर्यटकले औसतमा करिब 13 दिन बस्छ र दैनिक $54 खर्च गर्छ। यो सानो रकम जस्तो लाग्न सक्छ, तर जब हजारौं पर्यटक आउँछन्, यो रकमले देशमा सिधै विदेशी मुद्रा भित्र्याउँछ। हाम्रो व्यापार घाटालाई कम गर्ने यो एउटा निकै प्रभावकारी माध्यम हो। र अब हामी आइपुगेका छौं अन्तिम खण्डमा, समृद्धिको परिकल्पना। हामीले समस्याहरू केलायौं, समाधानका बाटाहरू पनि हेर्यौं। अब कल्पना गरौं, यदि यी सबै रणनीतिहरू सही तरिकाले लागू भए भने त्यो आत्मनिर्भर र समृद्ध नेपालको अनुहार कस्तो होला? र राम्रो कुरा के छ भने हामीले कुरा गरेका यी उपायहरू सरकारले लिएका लक्ष्यहरूसँग मेल खान्छन्। 10% भन्दा बढीको आर्थिक वृद्धि हासिल गर्ने, वार्षिक 5 लाख नयाँ रोजगारी सृजना गर्ने र सन् 2030 सम्ममा मध्यम आय भएको देश बन्ने। यी सपनाहरू ठूला छन्, तर असम्भव छैनन्। सही रणनीति र इमानदार कार्यान्वयन भयो भने यो सबै सम्भव छ। अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो, के नेपालले आफ्नो यो अपार सम्भावनालाई साँच्चैको दिगो समृद्धिमा बदल्न सक्ला? हामीसँग हिमाल छ, खोला नाला छन्, उर्वर भूमि छ र सबैभन्दा ठूलो कुरा हामीसँग ऊर्जावान युवा जनशक्ति छ। तर के हामीसँग यो सबैलाई वास्तविकतामा बदल्ने दृढ इच्छाशक्ति, सही नीति र इमानदार प्रयास छ त? नेपालको भविष्य यही प्रश्नको उत्तरमा लुकिएको छ।